यो हो दोरम्बा, जहाँ आज पनि इतिहासका पीडादायी सम्झनाहरू हावासँगै बगिरहेका छन्। आज यहाँ भइरहेको छ शहीद स्मृति खुल्ला भलिबल प्रतियोगिता। हरेक वर्ष यहाँ शहीदहरूको सम्झनामा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरिन्छ, किनकि यहाँ एकजना होइन 19 जना शहीद भएका थिए। हामीले खोजी गर्यौं के भएको थियो यहाँ, र इतिहासले सुनायो एउटा दर्दनाक कथा। 2052 देखि 2062 सम्म नेपालमा माओवादी जनयुद्ध चलिरहेको थियो। गणतन्त्र स्थापना गर्ने उद्देश्य सहित देशभर द्वन्द्व चर्किएको थियो। 2060 साल सरकार र माओवादी बीच युद्धविराम भए पनि विश्वास अझै कमजोर थियो। 2060 दोरम्बा गाउँमा केही मानिसहरू भेला भइरहेका थिए। त्यही बेला तत्कालीन शाही सेना त्यहाँ पुग्यो र उनीहरूलाई नियन्त्रणमा लियो। यो थियो नियन्त्रणपछि गरिएको हत्या। नमस्कार, मुनिराज जुन्जन, रायमसाब जिल्ला भलिबल सङ्घको अध्यक्ष तथा सैलुङ खेलकुद विकास समितिको अध्यक्ष। म जिल्ला भलिबल अध्यक्ष भइसकेपछि हाम्रो यस वडाले 10 लाख रुपियाँ मुख्य प्रायोजन गर्नुभएको थियो। त्यसै क्रममा सैलुङ खेलकुद विकास समितिद्वारा आयोजित हालसालै दोरम्बा शहीद कप खुल्ला पुरुष भलिबल प्रतियोगिता 2083 मा हामीले 8 वटा टिमहरू सहभागी भई कार्यक्रम सम्पन्न भइसकेको छ। त्यसमा सहभागी टिमहरूलाई हामीले प्रथम पुरस्कार 2 लाख, द्वितीय पुरस्कार 1 लाख, तृतीय पुरस्कार 50,000, सान्तनो 30,000 स्वरूप राखेका थियौँ। सबैलाई नमस्कार, म रञ्जित मुक्तान, दोरम्बा सैलुङ गाउँपालिका वडा नम्बर 2 स्थायी बासिन्दा। म सैलुङ खेलकुद विकास समितिको महासचिव। हामीले महान 10 वर्ष जनयुद्ध र विभिन्न आन्दोलनहरूमा शहादत प्राप्त महान शहीदहरूको स्मरणमा उहाँहरूलाई श्रद्धा सुमन व्यक्त गर्दै सैलुङ खेलकुद विकास समितिले हरेक वर्ष दोरम्बा शहीद स्मृति खेलकुद कार्यक्रमहरू सञ्चालन गर्दै आइराखेका छौँ। हामीले विगतमा भलिबल, फुटबल, दौड, ब्याडमिन्टन लगायतको खेलकुद कार्यक्रमहरू गऱ्यौँ र यस वर्ष दोरम्बा सैलुङ गाउँपालिकाको साझेदारीमा सैलुङ खेलकुद विकास समितिको आयोजनामा दोरम्बा शहीद स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता हामीले आयोजना गऱ्यौँ। सर्वप्रथम नमस्कार, म मेसमान योन्जन सङ्गम, तात्कालीन जनमुक्ति सेनाको सिपाही अथवा तात्कालीन जिम्मेवारी हिसाबले कम्पनी सह कमान्डर र जनयुद्धको घाइते पनि हो। म हाल दोरम्बा सैलुङ गाउँपालिका 2 नम्बर वडाको वडाध्यक्ष तथा गाउँपालिका सरकारको प्रवक्ता। यतिखेर हामी दोरम्बा सैलुङ गाउँपालिका 2 नम्बर वडा र 1 नम्बर वडाको सिमानामा रहेको डाँडा कटेरी भन्ने शहीद पार्कमा उपस्थित छौँ। यो खास गरी तात्कालीन विद्रोही पक्ष र नेपाल सरकारको बीचमा दाङको हापुरे भन्ने ठाउँमा डाक्टर बाबुराम भट्टराई विद्रोही पक्षको तर्फबाट र नेपाल सरकारको तर्फबाट तात्कालीन शाही नेपाली सरकारबाट को तर्फबाट डाक्टर नारायण सिंह पुनको बीचमा वार्ता चलिरहेको थियो। सोही समयमा पार्टीको आन्तरिक बैठकको सिलसिलामा तात्कालीन पार्टीको रामेछाप जिल्ला पार्टी इन्चार्ज हरिदाहाल ललितको नेतृत्वमा जिल्ला पार्टीको तात्कालीन सेक्रेटरी हाल दोरम्बा सैलुङ गाउँपालिका सरकार प्रमुखको रूपमा हुनुहुन्छ मैन कुमार मुक्तान जिल्ला सेक्रेटरीको हैसियतमा त्यहाँ पार्टीको बैठक चलिरहेको थियो। उक्त समयमा तात्कालीन शाही सरकारले नियोजित ढङ्गले वार्तालाई बिथोल्ने र देशमा फेरि पुनः द्वन्द्वलाई सुरुवात गर्ने र विद्रोही पक्षलाई दबाउने नियतका साथ साउन 32 गते 2060 साल साउन 32 गते दोरम्बा गाविस वडा नम्बर 2 स्थित रहेको युवराज मुक्तानको घरमा बैठक बसिरहेको घरमा बेला त्यहाँ चाहिँ घेरा हाली निशस्त्र रूपमा रहेको
तात्कालीन विद्रोही पक्षलाई घेरा हाल्यो र घेरा हालेर त्यहाँ चाहिँ आँखामा पट्टी बाँधेर सबैजनालाई पछाडि हात बाँधेर चाहिँ यो डाँडासम्म यहाँसम्म ल्याएपछि यही भूमिमा सबैजनालाई लाइन लगाएर कञ्चटमा सबैले गोली चाहिँ हानेर सबैजनालाई निहत्ते रूपमा चाहिँ हत्या गरियो, निर्मम ढङ्गले हत्या गरियो। र सोही घटनाको रूपमा हामीले यो दोरम्बा शहीद स्मृति कप भनेर हामीले शहीदहरूलाई वार्षिक रूपमा विभिन्न शहीदहरूलाई साउन 32 नियमित रूपमा त्यो घटनालाई सम्झेर सम्मान गर्ने, उहाँहरूप्रति श्रद्धा अर्पण गर्ने र अरू बेलामा उहाँहरूलाई सम्झिने एउटा सम्झिने र उहाँहरूलाई सम्मान गर्ने उद्देश्यले चाहिँ हामीले दोरम्बा शहीद स्मृति कप हरेक वर्ष विभिन्न विधाको खेलहरू जस्तै फुटबल, भलिबल, ब्याडमिन्टन को रूपमा हामीले गर्दै आइराखेको थियो। र त्यही सिलसिलामा यसपालि दोरम्बा सैलुङ गाउँपालिका, गाउँ कार्यपालिका र खास गरी मेरो आफ्नो वडाको चाहिँ मैले आफै प्रस्तावक भएर मैले आफ्नो चाहिँ विकासीय बजेटहरूलाई चाहिँ अलिकति शहीदहरूलाई चाहिँ सम्झिनुपर्छ भन्ने मूल अभिप्रायसहित झन्डै 10 लाख रुपियाँ हामीले चाहिँ प्रायोजक गऱ्यौँ। त्यहाँ चाहिँ बजेट विनियोजन गऱ्यौँ र त्यो बजेट चाहिँ दोरम्बा 2 मा रहेको सैलुङ खेलकुद विकास समितिको आयोजनामा साझेदारीमा चाहिँ हामीले भर्खरै हिजो मात्र सम्पन्न गरियो।